आज यो जन्तुले आफूभन्दा 2 गोडा ठुलो भ्यागुता खाँदै गर्दा मेरो सातो पुत्लो पनि खाइदियो। एनीवे अहिले चाहिँ म जाँदैछु खोर्सानी टिप्न। अनि आज भोलि चाहिँ कस्तो पानी परेछ नि त, सो त्यही भएर यहाँ हेर्नु न सबै पानी पानी छ यो कर्कलामा पनि। एनीवे यहाँ छ हाम्रो खोर्सानी यो दुईवटा टनलमा। माथिल्लोमा अलिक सानो सानो छ, तल्लोमा अलिक ठुल्ठुलो बोटहरू छ। अनि यो खोर्सानी चाहिँ कसैले टिपेर राखिदिनु भन्नुभएको छ अरे, सो म टिप्दैछु। अनि यहाँ तल्लोमा चाहिँ अलिक अग्लो छ नि त, सो कस्तो माथिबाट देखिँदैन क्या, हात लगाएर टिप्नुपर्छ। अनि हात लगाएर टिप्दाखेरि मैले यहाँ के छोएँ जस्तो लागिरहेको थियो, बट पछि हेर्दाखेरि यो माकुराको जालो रहेछ। अनि खुर्सानी अलिक कम भयो कि जस्तो लागिरहेको थियो, त्यही भएर म अर्को टनलमा गएर टिप्दै थिएँ। बट मैले के देखेँ लेखादोस्, भ्यागुता यत्रो ठुलो भ्यागुता सर्पाले खाँदै गरेको देखेँ। एन्ड यो कस्तो मरेछ भनेर म त बसिराखेँ, पछि त्यो मुभ भयो नि त, त्यस पछाडि मैले ढुङ्गाले हानेर खेलाइदिएँ त्यसलाई, छोडेर गयो। बट त्यो देखेपछि पाइप टेक्दा पनि सर्पा जस्तो लागेर डर लागिरहेको थियो।